ल सुजिन गुरुङले पूजा गर्दै अनि लक्ष्मीलाई चुनरी हाल्नु यता यता गर्दैन यतै गर्दैन यतै गर त्यो आगो यता गर न अलि यहाँ पर्छ के न म नहान तिमी बिरामी हुन्न के बुद्धियास दम नबस म त लगेथे ल अब हामी पटका पड्काउने अन्त पटका ल कुन पटका भने ल पुटा माथि गएको पाका माथि जान्छ कि कहाँ जान्छ थाहा छैन माथि माथि त्यो छोड यता बस्छ उ त्यता छ भुजुङ घरतिर जाऊ तिमी यता भुजुङ घरतिर जाऊ हेर नि अब हेर बाबु हामी तिहारमा आकु र कालेलाई लिन सौरा जाँदै हाम्रो आयन गुरुङ कता छ खै आयन ल हामी काले र आकुलाई लिन जान लाग्यो है ओके ओके काकी आउँदैन हामी नमस्ते फुपू त्यहाँ के यहाँबाट जाने बेलामा आउँछ बेलामा आउँछ सुन्ने बेला कहाँ छ भनेको खै नजाऊ है आयन घरमा नजाऊ है किन घरमा जाने होइन ए त्यो घरमा जानु हुन्न होला नि त त्यही भएर देख्यो फुटबल खेल्न आएको थियो बजे यहाँ बस्नु भएको थियो अनि बजेले भनेको थियो त्यो हेर के थुक्यो त्यो त अस्ति मैले वानमा हेरेको थिएँ के एउटाले यसरी वहाँ गेटसम्म पुग्नुपर्छ हात्ती नि देखिन्छ आएन हात्ती नि देखिन्छ नि हात्ती नि देखिन्छ यस्तो घुमाएर दिन्छ उता गाउँ गयो भने यतै त मलाई त थाहा मान्छे छैन मान्छे छैन भनेको यता यता हिँड्न कस्तो घाँस घाँस हिँडेको नदौडी नदौडी गाली गर्दैन तिमीहरूलाई हल्ला नगर हल्ला ए हल्ला नगर कति हल्ला गरेको बिस्तारै हिँड्नु बिस्तारै गेट खुल्ला छ नि त बन्द हुँदैन गेट छैन ल छैन खै बाबा सिंह देख्यो त हो है उता देखेन बेबीको उता यो सिंह भनेको राइनोको बच्चा चाहिँ छैन खै छोड्दै कता गयो त है छैन है कता गएछ है
हामी त अस्ति उता बाबा पनि अस्ति हामी यहाँ आएको अनि राइन आएको थियो अनि हामी भागेर आएको ल जा मिल्ल जमाया नभए ल भयो ल जाऊ आफू यता भित्र के छ ल जा मिल्ल त्यो हिँड्ने बाटो होला क्या ल जाऊ ल जा मिल्ल ल काली भन्छ नि सबैजनाले के छ त्यहाँ ए किरा है रातो वाले किरा कता हो उता पातमा रातो यो रातो किरा है पाटी मार्न सक्छ कतातिर है खोलागत के रहेछ ल भयो 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 मार्ने एउटा हुन्न मार्न हुन्न हाम्रो काली भनेर के बिस्कुट काली भनेर हाम्रो केटी हो नि त मार्को भनेको त केटा हो मार्को त माइता हो ल ल कता कता के छ रे ल भन्दै त खेल्ने कुरा म तिमीहरूलाई जिम देखाउँछु जिम हल देखाउँछु जिम हल यो जिम हल हो तयारी हुँदैछन् आउँदैछन् तयारी यो आएको दिदीले लिएर आएको दिदी बहिनी ल रोस मिठो भयो खान मन लाग्यो ल यहाँ दिदीहरूको भ्लग चलिरहेको छ यहाँ फेरि हजुर माया दिदीहरूको भ्लग चलिरहेको छ आयो आस्पी चस्मा लगाएर हजुर ए ल ल ल हेलो नमस्ते नमस्ते पहिला उस लगाइदिनु न तेल लगाइदिनु त्यसलाई माथि तेल लगाइदिनु पहिला अनि त्यसपछि त्यो व्हाइट कलरको लगाइदिनु अनि टमाटर लगाइदिनु भदनले सिकाएर आएको छ फोटो भन्दा नि बेस्ट काले यहाँ खरा एन्टी लाइट गऱ्यो होला यहाँ ब्लगका ब्लग छ दसैँ र तिहार एउटै मिक्स गरेर हालिदिने एउटा भिडियो सम्झना हुन्छ भनेर आको हाम्रो भाइहरुले बोलाउँदै तिनीहरु के लगाइहाल्ने भिडियो कल गर्छु भने चाहिँ तिनीहरुले केको दिन्छ मोबाइल ए अन्तनी भाइ आउनु पछाडी म पछाडी ल यहाँ फोटो खिच्दैछ नि यहाँ एउटाको चाहिँ टिका थिएन त्यही भएर टिका लगाएन के अहिले यस्तो छ यहाँ अब आमाले लगाइदिन मिल्छ ल बिचारा मलाई ठिक छ तपाईले लगाइदिनु हुन्छ मम्मी यस्तो गरेर हातले यसरी पेट गर्ने हो नङले नमिलेर लगाइदिनु हुन्छ नि टिका लगाउने मान्छेहरू हेर छोड्दे
बडाको गरिसक्यो त्यहाँ खोल्यो खोल्न दे ल छोड्दै केही हुन्न भान्जीले भान्जी छुट्टै रमाइलो छ ल हेर नक्कल पनि पार्दो रहेछ के गरेको तिमी आए तिमी के गरेको तिमी बेबी होइन कि तिमी दादा हो काले त्यो तेल पनि हटाइदिन आमा यो उता राख्नु म मनी दिन्छु कि खाजा खानालाई माथिसम्म त्यसको कपालै भिजिसक्यो त्यसो धेरै ल ल ल ल ल म सबै मिठाई दिन्छु रोक्नु न आफूले फेरि अर्को टिका लगाइदिनु पठाउने हो कि रोमान लाग्छ 7 काउन्ट गर फानेले फजेले के भने तिमीहरूलाई फज्यो हेर्दै ओए काले You get out. किडन्याप गरेर टिका लाउन ल्याहा अनि हुन्छ हैन आएन नि मान्ने भयो अहिले अहिले मान्यो अब माला पनि लाउँछ अहिले ओइ आएन म चकलेट दिन्छु आफै खोल्यो त कुन होला है खाइदो त्यो खाइदो बाबाले होला बाबाले बाबाले नट बाबा हैन बाबु तिमी खानेको मैले खाएको एउटालाई छोप भनेको त काले पनि त्यसलाई छोपेर छुट्टिने आयो मैले दिएकी थियो प्लास्टिक अनि के होला भनेर ए हो ल तिमी नि खाऊ न एउटा ल यसलाई नि खिचेको हैन कि यहाँ भिडियो कति हो रे 98 ठुलो छ यो तिमीहरु दुईटालाई मैले ल्याइदिएको खै छैन त गणेश ओके लगा लगा कप भयो हेर्नु रमाको अहिले के कप हो मलाई थाहा के भन थ्यांक यू भन्दा थ्यांक यू जिउ गर जिउ गर काशीलाई जिउ गर अलि ढोगा न ढोगा अलि त्यो सामान राखेर ढोगा ल बाबा खिच्न यहाँ एकदम जुम गरेर ल आकुले त्यो टिका यस्तो यस्तो लाउन मन लाग्यो क्या टिका लाउने हो बिचारा आफूले टिका हो त्यसलाई लाउँछ भनेर रङ गरेर ल ल ल छिटो त्यही माथि लगाइदिन्छ क्या हो त्यसलाई त्यहीँ राख बाबु ए त्यहाँ राख है ल ल त्यहाँ राख लाग्छ ल लाइजा ल छिटो 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 टिका लगाइदेऊ यो त्यो लाउ टिका पनि छिटो यो लाइ यता अलि दा बाबु ओ लगाइदेऊ ल यो लगाइदेऊ बेउलाले धेरै पातलो यस्तो त्यो छेउमा गर्दै भन्छ त्यो छेउमै त्यसैमा पर्दै हुन्छ कि हो त्यही हो कि त्यही हुन्छ कि सुजन मैले बेकार अघि नै गर्दै भए हुन्थ्यो ल अब टिका लगाइदेऊ हो त्यो टिकाहरू लगाइदेऊ ल बाबु ल नरिवल हो छिटो सिकाइदेन टिका सबै लगाइदेऊ यिनीहरू सबै लगाइदेऊ ल ल गर्दिनँ मैले गरेँ होइन फोटो खिचेँ गर अब माला लगाइदेऊ हो यो चाहिँ यिनीहरूलाई देखाउन पर्छ ओ विजय यहाँ हेर ह्याप्पी तिहार यहाँ हेर है
पहिला ल पहिला ठुल्दै ओहो ह्याप्पी तिहारको भाग्यमानी ल पैसा त खासै छैन ल ह्याप्पी तिहार ए ह्याप्पी तिहार अब यहाँ आयो अर्को ए हाय अनिस्ती ओ विजय सूर्य कता गयो न बाबा अब आकुर मेरो गर्दिनु न ए ल आउ बस यहाँ यो दिले कहाँ गयो भने ल ल कोले उठाएन थोरै गोलो लगाइदे सुजन गोलवाल लगाइदिनु केटीलाई मैले अझ आउँदै फेरि हामी ज्वाइ हुनुहुन्छ र हाय ल वेलकम छ एकदम कान्छी बहिनीलाई त एउटा छेउ पनि हुँदैन कान्छी बहिनीले धेरै धेरै सौभाग्य धेरै धेरै धन्यवाद रे भातमै नो 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 ल सबैको साटो यसले काममा रहेछ ल तँ जा रे ओ भात खा रे भिजेर मन त दिसँग जहिले लाउँछ कि मन त दिदी लाउने नि भनेर होला नि त खायो नगर्नु त त्यो दाँत चिलाएर के र आयन त ब्लस गरे है ब्लस गरे कस्तो बिसारे ल खै त त्यसलाई चाहिँ दिँदैन ल ल जिउ गर ल दिदीहरूलाई जिउ गर त ल दिदीलाई जिउ गर्ने कि उता उता छ अझ बाँकी उता हेर त ऊ ल ल यहाँ बस न यहाँ बस यहाँ बस न ओ ल ल जिउ गर दिदीहरूलाई जिउ गर खुट्टामा लगाएर हिँड्ला लगाएर हिँड्ला ए ल यहाँ साइज गर्ने ल ल निकाल्दै त
सौरा मान्छे तर्सिरहेको छैन मेरो नुनु यो ब्याग कस्तो हो लाउँछौ नाना लाउँछौ यो लाउँछौ दिदी भनेको दुईटा हातले देऊ न ल ढोगर छ ल ढोगर खुट्टामा ढोगर ल टिका मेटिन्छ क्या त्यही भएर हो पर्ने त लगाउँदै जुत्ता त ल ल ल आयन निस्सी दिदीलाई ए एउटाले त ताने एउटाले त ताने छ विचार के उसले यो लाइसकेको कि त्यही भएर न मैले लाइसकेँ किन कस्तो देख्छ हामी नि मिसन छुटेको है रिमेलाई सुजन दिने गाडीमा छुटेन तर पानी लगाइदिनु बसन बाबु पानी सानी खाए ट्याग पनि निकालेको म तैँले ल मैले तिमीलाई मुख देखेँ कि मैले ए अबे सर्ट लाग्यो ल खै आइन गुरुङ कुन हो खै ओ ए आइन गुरुङलाई नचिनेको नि त मैले त ल यता कालेले जुत्ता लाउँदैछ यता आयनले अब हेर्दा मात्रै ठुलो वजन त टाइको धेरै रहेछ दौड्यो ल स्पाइडरम्यान दौड्यो अलि अलि मिलाउँदैन थोते स्पाइडर ल ल ओए ल यहीँ बस् त ओए त्यसलाई गर्मी भयो त्यसलाई अप्ठ्यारो भयो ऊ खोल्न लागिसक्यो अलिकति तल हो ल भयो ल ल बसेरै हुन्छ ल ल स्पाइडरम्यान बसेको त्यहाँ फोटो ल ओ यता हेर ल स्पाइडरम्यान त्यो बनिँदैछ ल यसो गर्दै यसपालिको तिहार सिद्धियो यो आयन गुरुङ
काले गुरुङ ल ल हाम्रो तिहारको अन्तिम भिडियो आजबाट चाहिँ हाम्रो तिहारको अन्तिम भिडियो सिद्धियो तिहारको झिलिमी ल्याएछ यो वर्षको तिहारको धेरै धेरै शुभकामना।